हेलो नमस्ते सबजना साथीहरू सबैजनालाई म चाहिँ यहाँ म्याकडममा आज चाहिँ लागिराखेको छु है साथीहरू घर पकाएर खाइहाल्नु भयो म चाहिँ आज बाहिरै ब्रेकफास्ट खाएर जानु लागेको है साथीहरू यो चाहिँ म काममा जाने ठाउँको बाटोको म्याकडममा हो यहाँनिर बसेर खाना लगाइराखेको छु खाजा चाहिँ म वेटिङमा छु आज ल्याउँदैछ यहाँ म्याडमले मेरो चाहिँ नास्ता आइपुग्यो साथीहरू ल म चाहिँ चियामा चिनी हालेर पिउँदैछु है साथीहरू मेरो खाजा हो ल है साथीहरू म त खाजा खाएर निस्केको है अब काममा जाँदैछु म चाहिँ ब्याङ्कमा सानो काम थियो त्यही भएर छिटै निस्केको क्या साथीहरू अनि घर खाजा पकाएर खान नभ्याएर अनि बाहिर म्याकडोनल्डमा खाएर निस्केको है साथीहरू अब चाहिँ म चाहिँ काममा जाँदैछु हेर्नु होला म चाहिँ अब यहाँबाट जान्छु है साथीहरू काममा तैको डी एक्जिटबाट छिर्दैछु अब यहाँ सिडी छ क्या साथीहरू सिडी यो सिडीमा कति साह्रो हुन्छ हेर्नु होला मेरो खुट्टा सर्केको हो नि त अस्ति नलोटेर त्यही भएर अलिकति खुट्टा दुख्छ कि साथीहरू सिडीमा बिर्सेर गुर्रा दुगुर्छु खुट्टा बल्झेको निस्किँदो रहेछ क्या साथीहरू बल्झिँदो रहेछ हेर्नु होला कति लामो सिडी छ हो ट्रेन चढ्न जाने ठाउँमा नि साथीहरू हेर्नु होला यहाँ पनि सिडी छ ट्रेन चढ्ने ठाउँ पनि टाढै छ क्या साथीहरू म बसेको ठाउँबाट के गर्नु टाढै छ हो त्यही भएर म बिहान छिट्टै निस्किनुपर्छ घरबाट नत्र त ढिला भइहाल्छ एमटिआर चढ्न जाने भिड है साथीहरू मान्छेहरूको कस्तो भिड हुन्छ हेर्नु होला म जाने चाहिँ तलको ट्रेनमा हो है साथीहरू यो चाहिँ अन्तै जाने ट्रेन हो यो माथिल्लो तलको अन्तै जान्छ यिनीहरू चाहिँ पारी हङकङ कता कता जान्छ म चाहिँ अब यो मुनिको ट्रेनबाट जाँदैछु हेर्नु होला साथीहरू यहाँ चाहिँ ट्रेन आइपुगेको छैन यो चाहिँ ओन्फागाटामा ट्रेन मेरो ट्रेन आइपुग्यो अब म चाहिँ यसमा चढ्दैछु है साथीहरू यसमा चढेर जाँदैछु आयो अब डोर ओपन हुन्छ ल म चढेँ है साथीहरू कस्तो भिड हो लाहौ कता बस्ने होला लाहौ त्यही जान्छु है साथीहरू अब सियो अब यहाँ काममा छिरेपछि एकैचोटि राति छुट्टी हुन्छ साथीहरू के गर्ने घर आउँदा राति 11 बज्छ है साथीहरू अब यस बेला ट्रेनमा चढ्यो लाग्यो रातिको 11 बज्छ